तो इस बार हमारे हाफ ईयरली एग्जाम में बच्चे लोग जिस तरीके से परफॉर्मेंस किए हैं उसके साथ हमारे पेरेंट्स हैं। अभी हम थोड़ा फीडबैक लेंगे, हाउ वी फील्स अबाउट द परफॉर्मेंस। सर थोड़ा बताइए आपको कैसा लगा इस बार पेपर देख के बच्चों का? बहुत अच्छा लगा है, पहले से भी बहुत अच्छा लिखा है इस बार। कौन सा क्लास में सर बच्चे? LKG में है। यू आर इन LKG राइट? अध्ययन सर जी है, इस बार अच्छा लिखा है। तो क्या क्या चीज आपको लगता है कि बच्चे ने बहुत अच्छा किया है? तो अभी थोड़ा मैथ में कमजोर हो गया, मतलब लिखा नहीं है, ये बीमार के कारण से नहीं लिखा है। अच्छा अच्छा। सुबह लगाया था उस कारण। बाकी बात सब ठीक ही है, पहले से बहुत सुधर गया है। अच्छा एग्जाम लिखा है इस बार। ओके, थैंक यू सो मच। ओके। अब नानीले राम्रो एक्जाम लेखेको रहेछ, अलिक राम्रो लाग्यो, मलाई खुसी लाग्यो। अनि अब बल्ल त नर्सरीमा लागेछ, अब अगाडि गएर फेरि राम्रो यसरी नै अलिक राम्रो लिखोस् भन्न चाहन्छु। स्कुल पनि राम्रो लाग्छ मलाई, नानीहरूको पढाइ पनि राम्रो छ, धेरै अन्तर भएको छ अहिले पढालेखामा, पुरा धेरै सिकेको छ नानीले, यति नै भन्न चाहन्छु। थैंक यू। योपालि युकेजीमा पढ्दैछ नानी, पहिला एलकेजीमा थियो। एलकेजी भन्दा त योपालि युकेजीमा मजाले मतलब इक्जामहरू भयो। अनि हाफ इयरली इक्जाममा राम्ररी जति भएको पहिला भन्दा त निकै राम्रो मार्क्स गरेर मतलब ल्याएको छ। अब आउने साल अझै झन् साह्रो बढ्दै गएपछि अझै झन् बेसी ल्याउँछन्। अनि स्कुलको सर टिचरहरूलाई सबैलाई रिक्वेस्ट गर्छु, जसरी योपालि नानीहरूलाई जसरी तपाईँहरूले गाइड गर्नुभयो त्यसरी नै सधैँभरि गरिराख्नुहोस्। अनि यो स्कुलमा जसरी आउँदो दिन पनि नानीहरूलाई अझै ठुल्ठुलो चिज नजानेको चिजहरू अझै सिक्दै जाउन्, म चाहिँ त्यति नै भन्न चाहन्छु सर म्याडमलाई। नमस्ते। आज हाम्रो नानीको हाफ इयरली इक्जामको पेपर हेर्न आएको थियो। मेरो छोराको नाम प्रणय सार्की हो। इक्जाम राम्रो गरेछ, मलाई राम्रो लाग्यो, सबैमा ठिकै छ। एसएसटी अलिकति बिगारेछ, त्यसमा अब म पनि नानीलाई राम्रो गाइड गर्छु, स्कुलमा पनि राम्रो गरिदिनु भयो भने भइहाल्छ। सबैहरू त राम्रै छ सब्जेक्टहरू। आज 18 तारिक र मेरो नातिको मार्क्स पेपर चेक गर्नु आएको थिएँ। मैले समस्त सब्जेक्टको मार्क्स चेक गरेँ। चेक गर्दा म अत्यन्त खुसी छु। आई एम भेरी सेटिस्फाइड। अङ्क हेरेर, मार्क्स अप्टेन हेरेर आई एम भेरी सेटिस्फाइड। थ्याङ्क यू सर। चाहिँ स्यान्सको मम्मी हो र मेरो छोराको चाहिँ आज हाफ इयरलीको इक्जामको पेपर चेक थियो र मेरो छोराले चाहिँ राम्रै गर्नुभएको छ इक्जाममा र मेरो छोरा पनि खुसी छ। सबै पेपरमा राम्रै छ, राम्रै मार्क्स ल्याउनु भएको छ। नानीको ह्यान्डराइटिङ कस्तो राम्रै गर्दैछ? हजुर, राम्रै छ नानीको ह्यान्डराइटिङ। अच्छा, बदमासी चाहिँ पुरै गर्छ नि? बदमासी चाहिँ गर्छ है। हेलो हेलो भन्दियो। ओके, थ्याङ्क यू। हेलो एभ्रिवान, म चाहिँ दिविसा राणाको मम्मी हो। अन्त मेरो छोरी चाहिँ प्ले स्कुल यहाँ हेब्रोन स्कुल इङ्ग्लिसमा योपालि नै एडमिसन भएको हो, हेब्रोन इङ्ग्लिस स्कुलमा। अन्त आजको दिन चाहिँ मेरो छोरीको के थियो भनेदेखि हाफ इयरली एक्जामको पेपर सो गर्ने थियो। अन्त मेरो छोरीलाई त अब के भन्नु, स्कुलमा राम्रो गाइडेन्स दिनुहुन्छ टिचरहरूले। अन्त मेरो छोरी पनि एकदम ह्याप्पी हुँदै नै आउँछ स्कुल पनि। अनि मैले उसको मार्क्सहरू पनि हेरेँ, एकदमै राम्रो गरेको छ, म खुसी छु। अन्त मेरो छोरी पनि ह्याप्पी छ। थ्याङ्क यू। थ्याङ्क यू। हाई भन्दै नानी। हेलो। आज हाम्रो गाउँको टिचरको हेब्रोन प्राइमेरी स्कुलमा आएको छु र मेरो छोरा ओम कामीको रिजल्ट पेपर हेर्नु राम्रै रहेछ, लेखेको रहेछ। म धेरै खुसी छु र यहाँको प्रिन्सिपल अथवा टिचरहरू पनि बहुत राम्रै रहेछ, राम्रोसँग गाइड गरेको नानीहरूलाई। धेरै धेरै म खुसी छु। सरहरूलाई पनि धन्यवाद छ। हजुर नमस्कार।